यहाँ माथि यो अलि बन्दै गरेको 100 बुद्ध पार्क निर्माण स्थल हो। यो बन्दै गरेको 100 बुद्ध पार्क निर्माण स्थललाई हामीले पहिल्यैदेखि जोगी डाँडा भनेर चिन्थ्यौँ। यसको जोगी डाँडा नामाकरण कसरी रह्यो भन्ने विषयमा खोज्दै जाँदाखेरि पुराना बुढापाकाहरूसँग बुझ्ने प्रयास गरेको छु। हेरौँ पुराना बुढापाकाहरूले के भन्नुहुन्छ, यसको नाम कसरी रहन गयो भन्ने विषयमा। नमस्ते सेनबा। नमस्ते। अहिले हजुर कति वर्षको हुनुभयो? 70 मा लाग्यो। 70 मा लाग्नुभयो। हाम्रो यो जोगी डाँडा छ नि, यो जोगी डाँडाको बारेमा तपाईँलाई त्यस्तो केही थाहा छ? अरू कुरो त केही पनि थाहा छैन। सिर्फ चाहिँ हामी स्कुल जाँदाखेरिमा त्यो डाँडामा खेलेर आउँथ्यौँ त। बुढाहरूले भन्थ्यो यो स्कुलबाट आएको होइन, जोगी डाँडामा खेलेर आएको भन्थ्यो। बाँझ पोखरी, बाँझोमा पनि पोखरी भएको भएर बाँझ पोखरी भन्थ्यो। चुक्की नाम गरेको चरा बस्ने भएको भएर त्यहीँदेखि चुक्की अलि उतापट्टि चुक्की ढुङ्गा भनिन्थ्यो, छ अझै पनि। जोगी डाँडा पनि त्यस्तो केही कारणले पक्कै पनि जोगी नै बसेको भएर या ध्यान गरेको भएर राखेको हुन सक्ने। बाइलिङहरूले हाम्रो भन्यो भनेर बाइलिङ खोरिया भनेको हो। कोडोको बिउ राख्ने भएको भएर कोदो खोरिया भन्यो। हजुर, स्थानीय चाहिँ त्यस्तो घटनासँग सम्बन्धित घटनासँग सम्बन्धित हुने भएको भएर जान्नुपर्ने